हेलो गुड मर्निङ सबैलाई फेरि पनि मेरो अर्को सानो भिडियोमा स्वागत छ है। आजको हाम्रो चाहिँ दिनभरिको काममा चाहिँ म्यामहरू आउनुभएको थियो मेकअप गर्नको लागि। उहाँ चाहिँ हाम्रो अलिकति बेसी मेकअप गरिदिनु हुने क्लाइन्ट हुनुहुन्छ है। अनि हामी चाहिँ दिनभरि मेकअपमै मात्रै थियो आज चाहिँ। अनि बहिनी र म चाहिँ अनि म्याम चाहिँ हामीसँग हामी मजाले मिलेर कामहरू गर्दै थियौँ, किनकि म्यामले हामीलाई धेरै सिकाउनुहुन्छ नि त, हरेक कुरा मोटिभेट गर्नुहुन्छ म्यामले होइन। अनि बहिनी र म चाहिँ काम गरिसक्दै भिडियो हेर्दै फोनमा यस्तो ऐनामा हेर्दै बनाउँदै थियो। अनि हाम्रो बहिनी नक्कल पार्दै थियो यहाँ। अन्त हाम्रो उहाँ चाहिँ सेकेन्ड क्लाइन्ट हुनुहुन्छ, हाम्रो क्लाइन्टको मम्मी हुनुहुन्थ्यो होइन। उहाँ चाहिँ धेरै सिम्पल, अलिकति फाउन्डेसन पनि मलाई नलगाइदिनु तर लाइटै बस्दिनु भएको थियो। अनि उहाँले केही गर्नु भएन, बेसी त केही गर्नु भएन, हल्का मेकअप गर्नुभयो। अनि उहाँको मेकअप जस्ट लिपस्टिक र गाजल लडाइसकियो। अनि उहाँले सक्नुभयो। अनि उहाँ चाहिँ हाम्रो फर्स्ट लास्ट क्लाइन्ट हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ अलिकति हेभी मेकअप गर्नुहुन्थ्यो। अनि हामी चाहिँ उहाँको क्रिम रिङ गर्दै थियौँ होइन। अनि यहाँ चाहिँ आफ्टर चाहिँ मेरो चाहिँ सबै काम सकेर रुमको हालत मेरो आफ्नो पर्सनल यहाँनिर चलाउँछु म चाहिँ अहिले यहाँनिर होइन। फेसियल गर्दा पनि 3टा रुम छ, अनि एउटा चाहिँ म युज गर्छु। अनि यहाँनिर चाहिँ मेरो हालत यस्तो भइसक्यो थियो, रुमहरू मिलाउनु थियो। अनि म हेर्दै थिएँ। अनि हामी लास्टमा चाहिँ हामी यहाँ दिनभरिको काम गर्दा आइमा आफ्नो बोटक्स लगाएको थियो। अनि बोटक्स लगाउँदै बहिनीले चाहिँ भिडियो गर्दै जिस्काउँदै थियो मलाई। मैले चाहिँ फेसहरू नदेखाऊ है भनेर भन्दै थियो हो। बहिनीले चाहिँ देखाउने कस्तो राम्रो देखिरहेको छ भनेर जिस्काउँदै थियो बहिनीले यहाँनिर हो। अनि दिनभरि काम गर्दा 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 दिन कति बेला बित्यो हामीलाई यादै भएन। हामी चाहिँ हाँस्दै मजाक गर्दै यहाँनिर कामहरू गरिरहेको थियो। यहाँ हाम्रो दादाले चाहिँ मलाई कामहरू यसरी गर उसरी गर भनेर सिकाउनु हुँदै थियो। अझै राम्रो गर तिमीले कामहरू, यतिको त ठिकै छ, अझै पनि राम्रो गर्ने कोसिस गर भनेर हाँस्दै बेला गर्दै सिकाउनु हुँदै थियो। अनि हामीले म्यामको लास्टमा म्यामको आइनिङहरू गरिसकेर ब्लोजर सिक्न सक्यौँ। अनि यो चाहिँ हामी घर जाँदाखेरिको अफर गर्दै जाँदाखेरि बहिनीहरू धेरै कुराहरू गर्दै थियो। जो बेसी नबोल्ने हाई नमस्ते। अहिले चाहिँ हामी रुम जाँदैछु है। वेलकम माई च्यानल भनिदिनु न अन्त। हेलो, यसरी ड्युटी जानुपर्छ। अब भात खानु राम्री भएर गएको थियो होइन, नराम्री भएर आयो। भोलि 7 बजी फेरि आउनुपर्छ। मैले के भन्दैछु, सिधा मान्छे म टर्चर विश्वासै गर्दिनँ। बाफ्रे बहुत हरामी हुन्छ नि सिधा मान्छे। सुन्नु हुँदैछ होला, सिधा मान्छे हरामी हुन्छ भन्दैछ। तपाईँहरू सिधा हुनुहुन्छ नहुनु मलाई बाङ्गो हुनु। मलाई त तर उयो सिधा मान्छेहरूले मैले विश्वास गरेर रुको छु, मैले पस्ताएको छु, म गर्दैन विश्वास। यो भिडियोहरू इम्पोर्टेन्ट हो नि, फेरि इम्पोर्टेन्ट कुराहरू हुन्छ नि फेरि यसमा कसलाई भने जस्तो हामी चाहिँ गफहरू सकेर बल्ल बल्ल